पार्टीले मलाई जे निर्देशन दिन्छ म हिजो पनि एउटा दुईमा चाहिँ सहयोग गर्न नैतिक रूपमा अप्ठ्यारो पर्यो भन्ने लाग्छ भने मनैभित्रदेखि लाग्छ भने 1, 3, 4 कुनमा गएर तपाईले सहयोग गरेर चुनाव जिताउन सक्नुहुन्छ। त्यही क्षेत्रमा जानुहोस् प्लिज। ठिकै छ दाइ, तर मेरो बाँकी हिसाब किताब फेरि गरौँला। अहिले तपाईले भने पनि मैले भने पनि अहिले छलफल गरेर परिणाम केही पनि आउँदैन। हजुर होइन, हजुर परिणाम त आउँदैन नि, सिद्धिसक्यो। अब त्यो सुन्नै नसक्ने ठाउँमा गएर टुङ्गियो। हजुर, त्यही कुरामा हामी किन अलमल्ली रहने होइन। तर 2 नम्बरमा नैतिक रूपमा संकट पर्छ, म सक्दिन, मेरो नैतिकताको कुरो हो, मेरो चाहिँ स्वाभिमानको कुरो हो भन्ने लाग्छ भने है सक्नुहुन्छ भने बैगुनीलाई गुणले मार्नुहोस् 2 नम्बरमै। सक्नुहुन्न भने 1, 3, 4 कहाँ चाहिँ तपाईँले कमान्ड गरेर चुनाव जिताउन सक्नुहुन्छ। हजुर, त्यहाँ लाग्नुहोस्। होइन त मेरो कुरा तपाईँ पुरा सुनिदिनुहोस् एकचोटि। तपाईँको कुरा मैले सुने, बुझिसकेँ नि, खासै त बुझिहालेँ नि। जब मेन कमान्डरै मान्छे मलाई के भन्छ, दाइ तपाईँको टिकट पैसाको चलखेलमा तपेश्वर यादव, पुरुषोत्तम त्यो जेन्जीको केटा होइन र अमरेश सिंहले मलाई दबाब दिएर टिकट यस्तो भयो। हो, तपाईँ अब के गर्नुहोस् भन्ने स्वतन्त्रबाट लड्नुहोस्, हामी सहयोग गर्छौ। मैले के भने, मनिष भाइ, मैले त संगठन बनाएको त्यो क्षेत्रमा 44 वटा वडा र सबै पालिकामा दिनेश साहुले टिकट लिएर आएर पनि र जित्ने सम्भावना क्यान्डिडेट देखेपछि यो मान्छे यस्तो गर्यो भने तपाईँ कसरी मान्नुभयो? होइन, क्षेत्रमा एकजना मान्छे उसलाई चिन्दैन। र अर्को कुरो, कुनै कार्यकर्ता उसलाई अहिलेसम्म भेट पनि छैन। सबै मसँग छ, जनता मसँग छ। म चुनाव 200% जितिरहेछु होइन। अनि यो कसरी भयो त? मलाई कम्तीमा टिकट, ल ठिकै छ दाइ, यस्तो टिकट भइरहेछ, तपाईँ आउनुहोस्, बसेर एकचोटि छलफल गरौँ। यो पनि त एउटा पार्टीको होइन, त्यो पनि गरेन। टिकट लिएर भाग्यो, अर्को होटलमा गएर होइन टिकट त्यहाँ दिएर पठायो। अनि त्यसपछि मात्रै मलाई, म त एउटा यस्तो विश्वासिलो र यस्तो, म हिजो पनि कार्यक्रममा के भनेछु भने, मेरो काँधमा धनुषा क्षेत्र नम्बर 2 को राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो। जसले पनि टिकट लिएर आएछ, कुन आधारले आएछ, त्यो जनता माझ जानै पर्छ। र रह्यो के भने, राष्ट्रिय स्वतन्त्र पार्टी यो क्षेत्रको नेता दिनेश साहु हो, रहिरहन्छ। म मरन्जेलसम्म म कार्यकर्तालाई पनि भने भन्छु, जुन दिन मैले मरे भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा ओढाएर मलाई होइन उ गर्ने हो। म यतिसम्म भनेछु होइन। मलाई 4 वटा पार्टीले दाइ फोन गरेछ त्यो दिन, तपाईँ मेरो टिकट लिनुहोस्। मैले भने, हेर्नुहोस्, परिवर्तनको लडाईँमा छु म त्यो लडाई होइन। तर आज राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ कमेन्ट के आइरहेछ दाइ, राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तो ढाका मान्छेलाई टिकट दिएछ। त्यो मलाई बुझेको छु। मैले त्यहाँ पार्टीको साथीहरूले नि संस्थागत रूपमै असन्तुष्टि जनाउनु भएको छ होइन। हजुर, पार्टीकै साथीहरू, सभापति, अरू साथीहरूले, जिल्ला सभापतिहरूले नै असन्तुष्टि जनाउनु भएको छ संस्थागत रूपमै होइन। उहाँहरूको पनि कम्प्लेन मसँग नि आइपुगेको छ, मभन्दा माथि पनि पुगिसकेको छ। अब जे कम्प्लेन आए पनि यो पालिलाई त सिद्धियो होइन। तर त्यस्तो मान्छे, एउटा ढाका मान्छे, अहिले भर्खरै ऊ जेलबाट निस्केको मान्छे होइन, त्यो त सुन्नुहोस्, पार्टीलाई दाग लाग्यो भने दिनेशलाई त सबभन्दा बढी दाग लाग्यो नि। यदि ममा कुनै कमी कमजोरी छ, तपाईँ धनुषा 2 नम्बरमा सोध्नुहोस्, 3 नम्बरमा सोध्नुहोस् होइन। पार्टीले के अरे यसको छानबिन गरोस्, दिनेश राम्रो मान्छे कि त्यो राम्रो मान्छे। अर्को कुरो, मैले पार्टीको विधि विधान अनुसार सिस्टममा होइन पार्टीको के अरे नोमिनेसन लिएछु, सबै चिज गरेर। न ऊ नोमिनेसन लिएछ, न पार्टीको सदस्य थियो त्यो दिन मात्रै सदस्यता लिएको मान्छे, त्यसलाई उनीहरू सेटिङ मिलाएर सदस्यता ल्याएर होइन। अनि लास्टमा मनिष भाइको मलाई एउटा कुरा, ऊ पैसामा टिकट लिएछ भनेर भन्दाखेरि मैले भने, भाइ म त पहिला पनि 2 जना सहमति थियो, पार्टीलाई अलि सहयोग गर्नुपर्छ दाइ भनेर मलाई भन्दाखेरि, ओके भाइ म गर्छु। इभेन्टमा सबै ठाउँमा मैले एडभान्स पैसा पठाएको छु दाइ, मैले पठाएको छु। मेरो
पैसा गएछ इभेन्टमा एडभान्स पैसा। अनि मैले अस्ति भाइ त्यो मैले स्वीकार छु कि छैन, अहिले कति पैसा चाहियो पार्टीलाई भन्नुहोस्। मेरो ससुराली काठमाडौँ क्षेत्र नम्बर डिपी दाईको क्षेत्र नम्बर 9 मा 100 जति भोट मेरो त्यहाँ छ ससुरालीमा हैन। अनि म त्यतिखेर पनि भन्दा कति मेरो श्रीमती त्यहाँबाट फोन गरेर कति पैसा चाहिन्छ मनिष झालाई हैन, 2 करोड 3 करोड कति पैसा चाहियो, गाडीबाट तपाईँ चेक निकालेर दिनुस् भरेर पैसा, यतिसम्म भन्दाखेरि। अनि त्यसपछि मलाई के भन्छ, त्यो मान्छे नराम्रो हो, यस्तो हो त्यस्तो हो, त्यसको पेपर ल्याउनुस् अनि तपाईँ टिकट लिएर जानुस्। हेर्नुहोस् त्यति छ, टिकट गइसकेछ। जब मैले भने ठिकै छ, उसले 1.5 करोडमा लिएछ भने म मेरो श्रीमतीले यस्तो भन्यो 3 करोड तपाईँ लिनुहोस् टिकट चाहियो, अब गइसकेछ दाई भनेर भन्छ। यस्तो तब कुन हिसाबले मलाई, म एउटै कुरो हो, हेर्नु दाई प्रमोद दाई, म तपाईँहरूसँग हात जोड्छु, मलाई एउटा न्याय चाहियो बस। यदि म राष्ट्रिय स्वतन्त्र पार्टीको म सच्चा सिपाही हो भन्ने मलाई न्याय चाहियो। ठिक छ, मैले यो तपाईँले भन्नुभन्दा अगाडि नै बुझिसकेको विषय हो। मसँग नि धेरै कम्प्लेन आएको, मभन्दा माथि पनि कम्प्लेन पुगिसकेको छ। तर जेसुकै भए पनि अब कम्प्लेन त आयो, गल्ती त भइसक्यो, पार्टीले एउटा गल्ती गरिसक्यो नि त। यसलाई एकचोटि म अरू ब्रिफिङ तपाईँलाई गर्छु। म कन्टिन्यू यो इभेन्टमा यहाँ बस्दाखेरि के भएछ भने म तपाईँलाई जानकारी गराउँछु। रवि दाई र बालेनजी यहाँबाट निस्किसकेपछि नि सबै यहाँ चलखेल भएर टिकट, यो मध्य प्रदेशमा तपाईँ हेर्नुहोस् 10 सिट क्रस गर्यो भन्ने हैन, त्यो एकदम भाग्यमानी भयो भनेर हो। म तपाईँलाई अहिले भनिरहेको छु, समानुपातिकमा आउँछ भोट हैन, तर यहाँ जुन चलखेल भयो मध्य प्रदेशैमा म भनिरहेको छु, सबै टोटल चलखेल छ। प्रमोद दाई यो रवि दाईसँग कुरा जाओस् होइन, जान्छ हैन, तपाईँकोमा मात्रै होइन नि त, धनुषमा मात्रै होइन हैन, उता सप्तरीमा त्यस्तै भयो भनेर सप्तरीका साथीहरूले असन्तुष्टि जनाइरहनु भएको छ। सप्तरी 2 मा पनि त्यस्तै भयो भन्दैछन् हैन। हजुर होइन, मधेसमा त धेरै ठाउँबाट त्यस्तो आइरहेछ नि त कम्प्लेन, जस्तै वर्षामा भयो भन्दैछन् हैन, बाह्रमै भयो भन्ने छ त्यहाँका साथीहरूको हैन। मधेसमा अहिले भएको सबभन्दा बढी कम्प्लेन आएकै मधेसको हो। रवि दाई भाटामा यो कुरा पुगिसकेको छ। म फेरि भेट्दाखेरि डिटेल ब्रिफ गरिहाल्छु। तपाईमाथि अन्याय भएको छ भने, मेरो माथि अन्याय होइन, मेरो समाजमा त मेरो चरित्र हत्या पनि भइसक्यो के। मैले मनिष भाइलाई के भने, भाइ मनिष भाइ हैन, तिम्रो बाउ नै अहिले रुइरहेछ मेरो टिकटको लागि। उसको बाउ मेरो अगाडि रोयो, बाबु कसरी यस्तो भयो हैन। मैले भने काका हैन, मनिषलाई फोन गरेर हैन, तिमी तुरन्त दिनेशलाई टिकट त्यो फिर्ता गरेर टिकट दिनेशलाई देऊ, अनि दिनेश दाईले एक्लै पठाउनुस्, मान्छे कोही नआउँछ उसँग। अनि मसँग त्यस्तो कुरा गर्यो, बुवालाई किन भन्नुभयो रे बाबा, बुवालाई त बुवा रुइरहेछ, उसको बुवा रुइरहेछ मेरो लागि, यो सबभन्दा ठुलो कुरो हो नि। बुवाले के भन्छ, तिम्रो टिकट कसरी गयो? मैले भने मनिष भाइलाई सोध्नुहोस् कसरी गयो हैन। अब जब उसको बुवा त सिधै भन्छ, सबै ठाउँमा तिम्रो चर्चा छ, यो मान्छे, यो डाकु मान्छेलाई कसरी टिकट दियो। अनि फेरि मलाई बोलायो, होटलमा बोलायो, अनि यस्तो कुराहरू, स्वतन्त्रबाट लड्नुहोस्, यस्तो गर्नुहोस् हैन। त्यो मेरो नैतिकताले त्यो दिन्छ, दिँदैन। त्यसो भए त त्यो परिवर्तन मेरो त गइसक्यो त हैन। हिजो म त्यही हैन कार्यकर्ताको अगाडि बोल्दाखेरि त सबजना चुप, न त्यो मान्छे बोल्न, न उसको केही छ हैन। तर ठिकै छ, म अग्रिम शुभकामना दिन्छु। तर हाम्रो पार्टीमा यदि त्यस्तै मान्छे आयो भने यो परिवर्तन होइन दाइ, यो परिवर्तन होइन। अर्को कुरो म जानकारी गराउन चाहन्छु तपाईलाई। म सबै मेरो रेकर्ड जति छ म तपाईलाई व्हाट्सएप, मैले पेमेन्ट गरेको देखेर तपाईमाथि मेरो विश्वास छ, सबै पठाउँछु, म व्हाट्सएप गर्छु। अर्को कुरो के रह्यो, धनुषा 1 नम्बरमा जुन क्षेत्रमा टिकट पाएछ किशोरी शाह हैन, ऊ बालेनको रिलेटिभ, तुरन्त टिकट पाइसक्यो हेर्नुस् हैन। रह्यो कुरा के भने, हाम्रो पार्टी अहिले यो 3वटा फेस, शेरबहादुर देउपा, केपी शर्मा ओली र प्रचण्डको लडाई लडिरहेछु नि, त्यसको परिवर्तन गरौं भनेर हैन। र त्यसैको मान्छे, केपी शर्मा ओलीको मान्छे 3 चोटि एमाले छोड्यो, जनमतमा गयो, स्वतन्त्र भयो, एमालेमा गयो, त्यस्तै मान्छे ल्याएर हामी टिकट दिएर, टिकट पाएर हैन, हाम्रो
अनुहार कहाँ देखाउने, कुन जनतामा जाने? ल ठिकै छ, अहिले मधेसमा बालेन हाई हाई, बालेन सरकार आओस् हैन, तर हामी लडाई के को, हाम्रो लडाई के को?